एकदमै खतरनाक तरिकाले बल आयो र उसले फेरि बेसरी बल गर्यो र त्यो कुर्सीलाई पुरै उखालेर फालिदियो। त्यसपछि त्यो बच्चा र उसको आमा दुवैजनालाई बोकेर बाहिर निस्किन्छ। एकजना महिलाले भिडियो बनाइरहेको थियो। एडम फेरि बसतिर दौडेर जान्छ किनकि उसको सबै पैसा बसभित्र थियो। ठिक त्यसै बेला बस एकदमै खतरनाक तरिकाले बम जस्तै पड्कियो र एडम पनि भुइँमा नराम्रोसँग बजारिन पुग्यो। उसले देखिरहेको थियो उसको सबै पैसाहरू हावामा उडिरहेको थियो। मानिसहरूले उसको बहादुरीको लागि ताली बजाइरहेका थिए तर एडमलाई त्यसको कुनै मतलब थिएन। उसलाई मतलब थियो केवल आफ्नो पैसाको लागि। त्यसैले ऊ चुपचाप आफ्नो घर जान्छ, आफूलाई राम्रोसँग सफा गर्छ र खाना खान बस्छ। उसले गरेको त्यो कार्य सोशल मिडियामा पुरै भाइरल भइरहेको थियो र उसलाई रातारात हिरो बनाइएको थियो। सबै मानिसहरूले उसलाई रियल हिरो भनिरहेका थिए तर उसलाई ती सबै कुराहरूको कुनै मतलब नै थिएन। उसलाई केवल मतलब आफ्नो पैसाको लागि मात्र थियो। तर ऊ त अझै पनि निराश भएर बसिरहेको थियो आफ्नो सबै पैसा गुमाउनु परेकोमा। एडमको साथीले भन्छ तँलाई उदास हुनुपर्ने आवश्यकता छैन किनकि त रिवार्ड पनि लिन सक्छस्। तब ऊ तुरुन्तै पत्रिकामा छापिएको आफ्नो फोटो लिएर पुलिस स्टेसन पुग्छ। पुलिसलाई उसले त्यो व्यक्ति आफू भएको कुरा भनिरहेको हुन्छ तर फेरि त्यतिकैमा एउटा मानिस अनुहारभरि मसो दलेर त्यहीँ आइपुग्छ। अब पुलिसले एडमलाई सम्झाउँदै भन्छ यो 10औं मानिस हो जसले आज त्यो बचाउने व्यक्ति म हो भनिरहेको छ र तिमी भन्दा अगाडि आएको व्यक्ति जो 8औं नम्बरमा थियो ऊ यहाँ सुतिरहेको छ। त्यो सबै कुराहरू सुनेर एडम छक्क पर्छ र उदास अनुहार बोकेर घर फर्किन्छ।